Hey guys, welcome to my first vlog. आज हामी कहाँ जाँदैछौँ? आइस भन्दै त? सुन्दला खाना सल्यान जाँदैछौँ हामी। चारजना छौँ, दुईजना चाहिँ पेट्रोल हाल्न गएका छन्, हामी दुईजना पर्खिरहेका छौँ। सो लेट्स सी बाटोमा के हुन्छ हेरौँला है। मोबाइल छ या मोबाइल थियो? हाइलेस गयो त्यो। आइसुजु। हाइलेस न होइन पनि? हाइलेस त खतरा हो यार। हाइलेस बवाल हुन्छ यार। यो भिडियोमा पानीले भिजायो भने हाइलेस किन्छु गाइस। ल हाम्रो केटाहरू भर्खर आइपुग्यो होइन पेट्रोल हाल्न गएको थियो कति भाल्नुभयो 350 रुपियाँ हाल्यो कति हालिस् 500 700 वाले अरे रिजर्भ छ पहिले हैन रिजर्भ नै गर्छ जम 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 रन सबै Welcome to Nabin Reacts for reaction videos and vlogs. हिँड्न त हिँड्यौँ हामी तर बाटोको अवस्था देखेर एकदमै माया लागेर राख्थ्यौँ किनभने यतिसम्मको धुलो थियो कि हामी त्यहाँ पुग्दासम्म पुरै पाउडर जस्तो भइसकेका थियौँ एकजना आन्टीले पनि सोध्नु गएको थियो ओइ पाउडर त गएर कहाँबाट आयो केटा हो भन्दै साइडमा खोला त्यसमा रोड अनि ठुलो पहाड भ्यू त एकदमै राम्रो आइरहेको थियो भ्यू सँगसँगै फेरि पनि भन्छु म धुलो एकदमै धेरै आइरहेको थियो यहाँ जाँदाखेरि चाहिँ एकदमै ध्यान दिएर जानुपर्ने हुँदछ मलाई झन् धुलोको एरी छ एलर्जीले अब कति नआउँछ भन्ने कुरा मैले अनुमान गरिसकेको थिएँ राम 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 धुलो हेर्छ क्यामेरा के भइसक्यो धुलो एकदम धेरै थियो धुलोले गर्दा मैले क्यामेरा पहिला पुस्थेँ फेरि मिलाउँदै गर्थेँ त्यसो कारणले गर्दा हात दुखिसकेको थियो अनि यसमा भएको बाटो तलमाथि हल्लाउँदै गर्दा शरीर पुरै थाकिसकेको थियो भिडियोको स्पिडले 2x 3xसम्म गराएको छु किनभने भिडियो धेरै लामो बसेको थियो 45 मिनटभन्दा माथि त्यही भएर छोटो बनाउन तपाईँलाई सजिलो हुन्छ भनेर हेर्नको लागि मैले भिडियो 2x या 3xमा राखेको छु जति हामी अगाडि बढ्न थालेका थियौँ त्यति चिसो पनि बढ्न थालेको थियो सल्यान पकाउने पहाडी जिल्ला भयो होला यहाँ चिसो परेको थियो अब आउँछ बाटो चिप्लो भएको ठाउँ यो बाटो त थाहा भयो कि नेपाल काठमाडौँ मात्र होइन रहेछ नेताहरूको लागि नेपाल काठमाडौँ मात्र हो तर नेपाल 77 जिल्लाको देश हो जहाँ विकास हुन अझै धेरै बाँकी छ धेरै काम बाँकी छ पहाडको राम्रो भ्यू देखेर हामी के गर्नु बाटोको अवसर देख्दाखेरि हामीलाई एकदमै आफ्नै पुरा ठाउँको माया लागिरहेको थियो झर्नी बेला हैरान हुने भइगयो चढ्ने बेला त यस्तो भयो झन् चढ्ने बेला कस्तो हुन्छ होला सोचेर हामी एकदमै उत्साहित पनि थियौँ तर एकदम नर्भस पनि थियौँ किनभने 150 बाइक त्यही माथि हामी खतरा डराइ पनि होइन मेरो ध्यान चाहिँ वरपर हेर्नुभन्दा पनि बाटोमा हेर्नमा व्यस्त थियो र मेरो जुत्तामा भिलाएर हेर्थेँ र मेरो शरीरमा लगाएको कपडाहरू पनि भिलाएर हेर्थेँ किनभने धुलो र हिलोले गर्दा नयाँ कपडा एकदम पुरानो भइसकेका थिए यहाँ काम त भइरहेको रहेछ होइन तर यो काम भइरहेको चाहिँ 6 देखि 10 वर्षभन्दा बढी भइसक्यो भन्ने मैले जानकारी लिएको थिएँ सायद 6 देखि 10 वर्षमा पनि यस्तो काम हुनु एकदमै ढिलो भएको मानिन्छ जो राम्रो पक्ष होइन नेपालको लागि यो विकासको लागि राम्रो पक्ष चाहिँ होइन अवश्य पनि होइन
क्या सीन है भाइ क्या सीन है त्यो गरेमा चाहिँ धुलोको त देख्नु पऱ्यो नेपाल कति विकसित छ भने देख्नु पऱ्यो कालो भइसक्यो त्यो बाटोको अवस्था देख्दाखेरि मलाई एउटै कुरा याद आयो र रिस उठ्यो कि माननीय प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजी डाकाजीले केही पनि गर्नु भएन भाषण बाहेक र उहाँका झोलीहरू जस्तै महेश बस्नेतदेखि उनी नेताहरूले पनि केही गरेनन् भाषण बाहेक यहाँका एमाले माओवादीले केही गरेनन् भाषण बाहेक के गरे खै केही पनि गरेनन् खै नेपाल विकसित भएको खै नेपालमा ग्यास पाइपलाइन भएको त के पुरै छोड्यो क्या होइन यहाँ बाटो पनि राम्रो थिएन बाटोको अवस्था पनि राम्रो थिएन अनि ग्यासको पाइपलाइन पानी जहाज ट्रेन त पुरै छोडिदियो हामी कपुरकोट नजिक आउँदैथ्यौँ हाम्रो प्लान चाहिँ कपुरकोटसम्म जाने मात्र थियो केही पनि त्यहाँसम्म गएपछि के गर्ने भन्ने प्लान चाहिँ बनेको थिएन एकदम नजिक आउँदै थियो मैले धेरै सुनेको थिएँ कपुरकोट त अब भाँसिँदैछ अरे दाङमा सिधै भाँसिन्छ अरे भन्ने सुनेको थिएँ त्यही भएर आज प्रत्यक्ष रूपमा देख्न लागि म यहाँसम्म आइपुगेको थिएँ लगभग म 7-8 वर्षपछि नै सल्यान जाँदै थिएँ बाइकले यति उफारेको थियो कि शरीर पनि थाकिसकेको थियो त्यही भएर हामी एकछिन पनि रोकाउन मेरो हाम्रो साथीहरू पनि सँगै आइपुगेको थिएन पछाडि थियो त्यही भएर एकछिन रोकाउन हामीले रोकियो जुत्ता हेर जुत्ता गुरुजीको जुत्ता यस्तो बाटो रहेछ बाटो बाफरे बाइक धोएर ल्याएको बाइक हो यो फेरि हाम्रो केटाको पनि हाल यस्तै छ त्यो मुजी यता भएन अरे बाटो त घरनिर त उडाउनु त पानी छ हेर्न यता हेर जान्छ ओ कपाल त गयो उसको पनि कपाल गइसक्यो खै गरे आज घर जाने भन्दा खै गरे सुति त टेन्सन छैन त खर्च त 1000 रुपैयाँ छोरे बस्छसँग 1000 दिनु सरुम गर्थ्यो त पैसा लकटा फेरि हामी लाग्यो हैन बल्ल राम्रो बाटो आएर हामीले बाइक कुदाउन थालेका थियौँ किनभने लगभग 1 घन्टा जति हामी एकदमै कच्ची धुलो र हिलो भएको ठाउँमा कुदाइरहेका थियौँ त्यही भएर अब चाहिँ राम्रो बाटो आयो कुदाउनै पर्यो राम्रो बाटो आएपछि होइन भिडियोमा देखेको ठाउँ चाहिँ कपुरकोट हो कपुरकोट साँच्चै नै अग्लो ठाउँमा रहेछ धेरै नै अग्लो ठाउँमा जो त्यहाँ गइसकेपछि मैले महसुस गरेँ र देखेँ पनि कर्णाली प्रदेशमा भएको पहिलो जिल्ला सल्यानमा तपाईँ स्वागत छ भनेर यहाँ बोर्ड लेखेको थियो हामी कपुरकोट पुगिसकेका थियौँ कपुरकोट हेर्दाखेरि गाउँ हो कि सहर म कन्फ्युज भयो किनभने यहाँ विकास एकदमै न्यून थियो सायद पहाडको ठाउँ भएर होला नेपालमा विकास एकदमै न्यून हुँदो रहेछ पहाडको ठाउँमा छ भन्ने बुझियो कतै अग्ला ठाउँमा घर बनेको थियो कतै होचो ठाउँमा घर बनेको थियो तर बाटो एकदमै सानो एउटा मात्रै बाटो धेरै बाटो नै भेटेन मैले पक्को पनि गाउँ हो भन्ने मैले महसुस गरेँ मैले ट्राइपड माथि लगेर हेर्दाखेरि हामीलाई धेरै गाउँकाले फर्किरहेका थिए सायद यो गाउँमा धेरै टुरिस्टहरू आउँदैनन् भन्ने मैले अनुमान लगाएँ
त्यही भएर हामी साथी सँगसँगै बाइकमा राइडिङ गरेका थियौँ। मैले ट्राइपोडबाट भिडियो खिचिरहेको थिएँ, जो हजुरलाई अहिले देखिँदैछ, देख्दै हुनुहुन्छ भने। सानसानो बजार, सानसानो ठाउँ, सानसानो बस्तीले गर्दा कपुरगढ साँच्चै सुन्दर त देखेको थियो, तर यहाँको विकास एकदमै न्यूनले गर्दा नेपाल त हो, तर नेपालमा एकदमै विकसित कम छ भनेर बुझ्न सकिन्थ्यो। हामी कपुरकोट नओर्ली हामी लुहामसम्म जान त भन्ने प्लान बनायौँ, किनभने पेट्रोल चाहिँ बाँकी नै थियो। त्यही भएर हामी लुहामको लागि फेरि कुद्यौँ। लुहाम पनि सानसानै बजार रहेछ कपुरकोट जस्तो नै। अब श्रीनगर त 15 मिनट जाऊँ त, मैले त्यहाँ पठाएको एउटा स्कुल पनि छ भनेर सोचेँ मैले। त्यहाँ नगएको धेरै वर्ष त जाऊँ त भनेर हामी फेरि श्रीनगरतिर लाग्यौँ। कलकल बगिरहेको शारदा नदी, त्यसको किनारमा रहेको हरियाली खेत र एउटा ठुलो पहाडले गर्दा दृश्य एकदम मनमोहक देखिरहेको थियो। यो मनमोहक दृश्यले गर्दा मैले आफैतिर सेल्फी बनाएर भिडियो खिच्छु भनेर मैले आफैतिर सेल्फी बनाउँदै भिडियो खिच्न थालेँ। आहा, हेर्नुहोस् त कति राम्रो मनमोहक दृश्य छ। हामी श्रीनगरको नजिक आइसकेका थियौँ। त्यसपछि हामी कहाँ जाने के गर्ने भनेर केही प्लान बनेका थिएनौँ, किनभने हामी आउँदाखेरि पनि सुन्तला खाने भनेर आएका थियौँ, तर कपुरकोटमा सुन्तलाको कमी भइसकेको हुनाले हामी कपुरकोट नझरी सरासर श्रीनगर आएका थियौँ। यो हो श्रीनगर। पक्कै पनि अरू ठाउँमा नचलेको श्रीनगर अलिकति विकसित चाहिँ रहेछ, मैले देखेँ र माने पनि। विकासको मेन पूर्वाधार बाटो मानिन्छ, तर जहाँ गयो पनि बाटोको अवस्था चाहिँ एकदमै कमजोर, कतै खाल्डा कतै खुल्टी, कतै पानी बगिरहेको देख्यो भने सायद नेपालका नेताहरूले बाटोमा अझै सुरुमा ध्यान दिनुपर्ने हो कि जस्तो लाग्छ मलाई चाहिँ। यस्तो बोल्दाखेरि त कल्याणेशी बोलते येतो तिकडे जा पार्किङ निषेध देखाएर ती पार्किङ काठमाडौँ सीट डॉक्टर देनी हाँ नहीं सीधे बाटी हाम्रो खासै कहाँ जाने भनेर प्लान थिएन, त्यही भएर रुकुमतिरको बाटो र खलङ्गा जाने बाटोतिर हामी रोक्यौँ र खाजा खाउँ न त भनेर हामी होटलतिर लाग्यौँ। भाइले हाई भनेको रहेछन्, मैले देखिनँ। अहिले चाहिँ हाई यो फेरि खलङ्गा जान्छ फर्किनु त यहाँबाट अब कहाँ बस्ने हो? सन्तोला त सम्भव भएन। अब ठप्पुरी स्वादिष्ट खाना गर्छ यहाँ। यो बाटो जाने कता हो? यो रुकुम ए माथि खलङ्गा है, यो खलङ्गा मैबाट स्कुल हिँडेर त छैन पछाडि मैले पढाएको स्कुल के कहाँ मेला लाग्यो अरे कता यता कता हो खै यहाँ पनि ठिकै पाइयो लाग्यो काम पनि जुन लगेँ एकदम खाना घर रहेछ यता यो त आनो बाटो तुलसीपुरदेखि ए यस्तो गरेको नि हामीले खाजा त मगायौँ, तर खाजा स्वादिष्ट थिएन, हामीलाई मनै परेन। त्यही भएर मैले खाजाको भिडियो नै बनाएन। सुन्तला खाने भनेर सन्ध्या आएको। अब सुन्तला यस्तै भयो। श्रीनगर आएर नास्ता खान लाग्छ यस्तै छ। के हो बोल के राम राम कपाल त
यहाँ चाहिँ के बस्नु यहाँ भने उतै बस्नु न एउटै त भयो चुराख्ने पर्छ मलाई त्यो इभी के कुदाएको यार त्यस्तो ए भने स्पिड मिटर बिग्रेर यसको गएको तेरो 85-90 सम्म त्यस्तै त्यस्तै गएको र हाम्रो साथी पर्साराम अब केही 2 शब्द बोल्छु भन्छ नि त उहाँबाट नि केही सुन्ने ल बोला बोला ल अब तुलसीबाट श्रीनगर आइएको यस्तो बाटो खतम धुलै धुलो बेहाल भयो त्यसलाई नै हामी यहाँ एक ठाउँ चाहिँ बसिरहेको छौँ त्यसो गरेर नास्ता सास्ता खाएर केही समयपछि हामी चाहिँ सायद कति जाउँला ओके ठिक छ खत्तम छ यार बाटो यार धुलै धुलो जुत्ता हेर्न यस्ता भाषा जुत्ता पुरै कालो कालो त प्यालो भयो कि यार लुक्स त पल्चा छ त पल्चा यार ल हाम्रो अर्को दोस्त नवीन बस्नेतबाट नि 2-4 शब्द जाओस् यस्तो धुलो केपी डाकाले गर्दा यस्तो सबै होइन मा कस्तो केपी चोर हो त्यो बालीमा भर्नुपर्छ गाइस दामी हामी श्रीनगरपछि लगत्तै हामी फर्क्यौँ। यतिसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। प्लिज च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। नवीन जेयर्सको च्यानलको नाम हजुरलाई थाहा नै छ। सब्सक्राइब गरेर कमेन्ट गर्न र भिडियो लाइक गर्न नभुल्नुहोला। धन्यवाद।